म अहिले चीनको एउटा गाउँमा रहेको गहुँ खेतमा आइपुगेको छु। यहाँ मेरो पछाडि यसरी मेसिनको माध्यमबाट गहुँ काट्ने काम भइरहेको छ। यो मेसिनले गहुँ कसरी काट्दो रहेछ हेरौँ है त। अगाडि चाहिँ गहुँ काट्दै जाने, पछाडिबाट यो टुँडाहरू भुइँमा खस्दै जाने र गहुँ जुन मुख्य गहुँ छ त्यो चाहिँ माथिको चेम्बरमा गएर जम्मा हुँदो रहेछ। 现在特别方便，特别快哈。好要快。 ल मैले भर्खर उहाँसँग सोधेको होइन यो किसिमको मेसिनद्वारा खेतमा गहुँ काट्ने काम यहाँ सुरु भएको चाहिँ लगभग 20 वर्ष जति भयो र 20 वर्ष अगाडि चाहिँ उहाँहरूले पनि सबै हातैले गहुँ काट्ने, हातैले घरमा लगेर गहुँ भित्र्याउने काम हुन्थ्यो अरे। अनि उहाँले भन्नुभयो अनुसार चाहिँ यो खेतमा 20 वर्ष जति अगाडि काम गर्दाखेरि चाहिँ 4-5 दिनसम्म काम गरिसकेपछि मात्र बल्ल यो काम सबै सकिन्थ्यो भन्ने। यो मेसिनको प्रयोगबाट 3-4 घन्टामा यो 50 रोपनी जति जग्गाको सबै गहुँ काटेर सकिने रहेछ। कति छिटो हुँदो रहेछ। ल तपाईहरुले देख्न सक्नुहुन्छ जति पनि गहुँ यो माथिको भाँडोमा जम्मा भएको थियो त्यो सबैलाई चाहिँ यो पाइपको माध्यमबाट यो सानो एउटा 3 पाङ्ग्रे गाडीको पछाडि खसाल्यो। अब यो गहुँ चाहिँ जम्मा गरेर उहाँहरूले घरतिर लैजानुहुन्छ। अब यस्तो किसिमको मेसिन हाम्रो नेपालमा पुगी पनि सक्यो होला, मलाई त्यसबारेमा चाहिँ त्यति जानकारी भएन है। तर म आफू बसेको ठाउँमा काठमाडौँ भक्तपुर वरपर चाहिँ मैले यस्तो किसिमको मेसिन अहिलेसम्म देखेको छैन। एकचोटि घचाड्नु पर्ने भयो। ल 可以吗？奶奶，我可以问您多大了吗？啊，您多大？80。80वर्ष उमेरको हुनुभयो अरे है।我讲的是我们老家的话，我们国家的话。哦，你说个不对。身体好啊，农村人身体特别好。那你不挣钱啊？啊，要多挣钱。对对，没得好好干，你不好好干别打。是吧？人人都挣钱，还没出村的媳妇得催，出村的媳妇都挣钱，是吧？那叫哈。所以还是要好好干活，要多挣钱，是吧？为了小孩吗？对，为了小孩生活过得更好。4个儿子，2个闺女，2个儿。祝您永远健康。对。 身体健康，干的活别在家里穷我愿意出来干活，我不愿意在家里不出走。ल तपाईहरुले देख्न सक्नुहुन्छ चीनको गाउँ, चीनको खेत र यहाँका किसानहरू कसरी काम गर्दा रहेछन्। ल मेरो भिडियोमा धेरैभन्दा धेरै लाइक गरिदिनुहोस्, शेयर गरिदिनुहोस् र फलो पनि गरिदिनुहोस्। आउने दिनहरुमा पनि यस्तै भिडियोहरू म बनाएर यहाँहरूलाई शेयर गर्नेछु। धेरै धेरै धन्यवाद।